हेलो एभ्रिवान। सो है आज चाहिँ म तपाईहरुलाई के देखाउन गइरहेको छु भन्दा चाहिँ है आज चाहिँ म चाहिँ भेज थुक्पा बनाउन गइरहेको छु है। दाजुले चाहिँ आज भेज थुक्पा बना न म खान्छु, पुरा भेज थुक्पा खानु मन परिरहेछ भने कि त्यही भएर दाजु हामी सबैको लागि चाहिँ म बनाउन गइरहेको छु है। तपाईलाई देखाउने छु के गर्ने छु भनेर है। चाहिँ फर्स्ट चाहिँ है यो चाहिँ मैले थुक्पाको लागि पानी बोइलिङ गर्दैछु है। बोइलिङ पनि भइसकेको छ र है अब चाहिँ म थुक्पा पनि लगाइसकेको छु। थुक्पा चाहिँ बोइलिङ हुँदैछ है। यसलाई एकछिन छोपिदिनुपर्छ र छोपेपछि चाहिँ एकछिन 5 मिनट्स अगाडि चाहिँ रेडी हुन्छ है। थुक्पा बोइलिङ हुइन्जेल चाहिँ अब म आलुदम बनाउने छु है। यो चाहिँ जस्ट आलुदम चाहिँ माथिबाट लगाएर खाने त्यसको सुप चाहिँ अहिले म भेजको नै बनाउने छु है। मतलब सिमी बिटहरुको बनाउँछु। यो चाहिँ जस्ट फ्राई गरेर माथिबाट हालेर खानुको लागि चाहिँ रेडी गरेको है। त्यसरी हालेर खान्छ मिठो हुन्छ नि। धेरै सिम्पल तरिकाले बनाउँछु है। त्यसरी पाँचफोरन लसुनको पेस्ट हल्का हजुर अब आलुलाई राख्छु है। आलुदम चाहिँ रेडी भइसकेको छ है। यो चाहिँ भेज थुक्पामा सुपमा माथिबाट हल्का लाएर खाँदा यति टेस्टी हुन्छ कि है। तपाईलाई अहिले देखाउने छु। मैले आलुदम चाहिँ रेडी गरिसकेको छु। यसलाई चाहिँ हल्का चिकनमा हालेर धुनुपर्ने हुन्छ। थुक्पा मजाले चाहिँ कुकरमा बोइलिङ गरेको चाहिँ त्यहाँदेखि दिनुपर्छ। थुक्पा पनि रेडी भइसकेको छ। हेर्नुहोस् है अब चाहिँ भेज सुप बनाउँछु यसको लागि है। अब यो चाहिँ बन्दाकोपी है कम्ती बनिँदैछ। भर्खर कटिङ हुँदैछ। भोक लागिहाल्यो। लाग्छ नि अन्त सुते उठेर त चाहिँ अचार पनि रेडी भइसकेको छ है। र आलुदम पनि अघि रेडी भइसकेको थियो हो। अब अचार पनि रेडी भइसक्यो। अब जस्ट सुपको इन्तजार छ है। थुक्पा चाहिँ अब रेडी भइसकेको छ है। हेर्नुहोस् है अब यसमा सुप हाल्नु मात्रै बाँकी छ। म सुपहरू हाल्नेछु है। तातो सुपसँग तातो थुक्पा रेडी भइसकेको छ है। यो रेड कलर आयो भन्नुभएको सोच्नुहुन्छ भने चाहिँ यो चाहिँ बिटको कलर हो है। हेर्नुहोस् न बाफ उडेर त मेरो क्यामेरा नै उयो गरिदिइसकेको जस्तै छ। तातो सुपसँग तातो थुक्पा रेडी भइसकेको छ मेरो रेसिपी चाहिँ आजको है। बाबा आउनु है मनी आइज ल रेडी भयो ल। साह्रै थुक्पा भनेर आज बनाइदिएको छु। हौ त्यहाँ बस्नु यसरी है। ल बाबा यतिर ल। आमाले त आलु एक दुईवटा खान्छ। यहीँ सबै हालेको छु। ल धनियाँ नमक लागेछ धनियाँ म त भातलाई खान्छु नि त नमक बेसी खान्छु भात मिठा। काँटा थियो नि काँटा छ त उयो अब चाहिँ रेडी भइसक्यो है। सबैलाई दिएर चाहिँ अब टेस्टी म खाँदैछु। दालुमा मिठो भइरहेको थुक्पा।
यो सुप क्या डरलाग्दो हुन्छ।